जुन घरमा सबैको मन मिल्छ त्यहाँ स्वर्गको बास हुन्छ। हाम्रो संस्कारमा परिवार भनेको साथ मात्र होइन, एकअर्काको शक्ति र पहिचान पनि हो। भनिन्छ जसको परिवारमा एकता हुन्छ त्यहाँ सधैँ लक्ष्मीको बास हुन्छ। हाम्रो नेपाली संस्कृतिमा खाना भनेको पेट भर्नु मात्र होइन, परिवारलाई एउटै टेबलमा जोड्ने एउटा कडी पनि हो। आज म त्यस्तै एउटा शाकाहारी र सबैको प्रिय परिकार मसरुम छोइला बनाउँदैछु। जसरी यो छोइलामा हरेक मसलाको आफ्नै महत्त्व छ, त्यसरी नै एउटा सुखी परिवारमा पनि हरेक सदस्यको विचार र माया उत्तिकै महत्त्वपूर्ण हुन्छ। व्यस्त जीवनमा हामी कहिलेकाहीँ टाढा हुन सक्छौँ, तर बेलुकाको खानामा सबैसँगै बसेर यस्तै मिठो परिकार साँटासाँट गर्दा छुट्टै आनन्द आउँछ। सानो सानो कुरामा खुसी खोजौँ र आफ्नो परिवारसँगको सम्बन्धलाई अझै बलियो बनाऊ। आउनुहोस्, आज यो मसरुम छोइला बनाउनुहोस् र आफ्नो परिवारसँग बसेर यसको स्वाद लिनुहोस्, किनकि सँगै हाँस्ने र सँगै खाने परिवार नै सबैभन्दा सुखी परिवार हो।